आज भाउजूको लोक सेवाको लागि फर्म सबमिट गर्न बुटौलाको बीच बाटोमै पानी परेर प्यान्टको हालत त हरिबिजोग भएर दिमाग खराब। आजको दिन यसरी योगा गर्दै सुरु हुन्छ र योगा गर्न लाएको नि 1 महिना हुन लागिसक्यो र मैले नदेखाको मात्र हो, किनकि म आफै यी पोजहरू देखेर लास्टै लाज लाग्ने भने। त्यसपछि नुहाई धुवाई गरी फ्रेस भएर खाना बसे भात र 3 थरीको परिकार ल्याम्म तुरेर इन्टरभ्यूको एन्सर क्वेसनहरू पढ्न बसे। कुन कति बेला प्री इन्टरभ्यू फाइनल इन्टरभ्यू भनिदिइहाल्छन्, ठेक्का नै हुन्न। र यता अङ्कल बाबा र बाबाको साथी गाडी नम्सारी गर्न बुटोल जान लाग्नु भएको छ र मनी जता गयो त्यही सेम लुगा लाएर वाक्क लागिसक्यो भने। र यो जकेट नि अङ्कल विदेश हुँदा कम्पनीमा युनिफर्म लाएर काम गर्दै हुनुहुन्थ्यो र अहिले भने मलाई आउटफिट भइसकेछ यार। त्यसपछि भाउजूले लिन भाउजूको घर जान लाथे। केटाहरूको गाडी स्टार्ट नभएर बेला भएको बेलामा धकल्न लाएर झमेला पार्दै केटाहरूले यार, थै दिमाग खराब। त्यसपछि भाउजूले रिसिभ गरेर बुटोल जाँदा देवदहसम्म नपुग्दै पानी परेर प्यान्टको हालत त छेरपाटेले छेरेजै भाथे यार। त्यसमै अन्टीले नि मौकामा चौकना हानेर छक्का हानिदिनु भयो यार। त्यसपछि हामी आइपुग्यौँ लुम्बिनी प्रोभिन्सियल हस्पिटल र त्यसपछि फर्महरू सबमिट गरेर अब फर्किने लासम घरतर्फ। भित्र त लास्टै भिड थियो, तर के गर्नु, भिडियो बनाउन चाहिँ मिलेन। फेरि यता बुटलतिर के साह्रो घाम लागेको होला यार, आम्बो सिट पोलेर आथा। त्यसमै बाटोभरि यो रेनकोट खोल्यो लाग्यो गर्दै त अचम्म। फेरि यो लासी वरिपरि गाडी चलेको थाहा नै नहुने यार, कान्नी र बाटोभरि प्यार भएको भाइ हुन्छ यार। त्यसपछि घर पुगेर रेस्ट गर्छु भनेको चान्सै छैन नि। घरमा पिठो सकेर गाउँको पिठो बनाउनले आइदिएको मिलतर्फ र आज बजार भएकोले मिलमा नि लास्टै भिड थियो। 1 2 3 4 जनाको पछाडि अझ यार। माका समेत फेरि वेट जोखेको 4 किलो घटिसके थिए यार। र 2 घण्टा कुरेर घर जाने बेलामा फेरि पानी परेर दिमाग खराब। त्यसपछि साउ बुढोसँग कुरा गर्दै बिताएँ। ल त नि आजले यति नै, भोलि भेट्नु पर्छ, टाटा बाई बाई।